हेलो अनि नमस्कार साथीहरू। आजको भिडियोमा चाहिँ म तपाईहरुलाई आईपीओ भर्दा के चाहिन्छ भन्ने विषयमा सिकाउन गइरहेको छु। यदि तपाईहरु पनि नयाँ लगानीकर्ता हुनुहुन्छ र आजसम्म आईपीओ भर्नु भएको छैन भने यो भिडियो तपाईहरुको लागि एकदमै महत्त्वपूर्ण हुनेवाला छ। साथीहरू, भिडियो सुरु हुनुभन्दा अगाडि सबैलाई एउटा रिक्वेस्ट गर्न चाहे, यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल नोटिफिकेसनलाई नि अन गरिदिनु होला, ताकि यस्तै आईपीओ र शेयर मार्केट सम्बन्धी जानकारी तपाईहरुले मेरो च्यानलमा आगामी दिनमा पनि हेर्न सक्नुहुनेछ। साथीहरू, सबैभन्दा सुरुमा चाहिँ तपाईहरुको कुनै पनि बैंकमा एउटा एक्टिभ खाता हुनुपर्छ। त्यसपछि दोस्रो भनेको चाहिँ डिमेट अकाउन्ट हो, जुनमा चाहिँ तपाईहरुले पाएको शेयरहरु जम्मा भएर बस्छ। डिमेट अकाउन्ट खोल्नलाई चाहिँ सबैभन्दा पहिले तपाईहरुले आफ्नो बैंक खाता भएको नजिकैको ब्रान्चमा गएर अपिल गर्न सक्नुहुनेछ। तपाईहरुले आफ्नो खाता भएको जुनसुकै बैंकमा गएर डिमेट अकाउन्टको लागि अपिल गरेर डिमेट अकाउन्ट खोल्न सक्नुहुनेछ। त्यसपछि साथीहरू, अर्को कुरा भनेको चाहिँ मेरो शेयर अकाउन्ट हो, जुनबाट चाहिँ तपाईहरुले आईपीओ आवेदन दिनुहुन्छ। यानी कि मेरो शेयर भनेको चाहिँ एउटा एप हुन्छ र जुनबाट चाहिँ तपाईहरुले आईपीओ को लागि आवेदन दिन सक्नुहुनेछ। तपाईहरुले सजिलै आफ्नो बैंक अकाउन्ट भएको नजिकैको ब्रान्चमा गएर मेरो शेयर प्लस डिमेट अकाउन्ट दुईटै खोल्दिनु भनेर अपिल गर्यो भने उनीहरुले आफै खोल्दिन्छन्। डिमेट र मेरो शेयर अकाउन्ट दुईटै खोलिसकेपछि तपाईहरुको जीमेलमा चाहिँ मेरो शेयरको आईडी र पासवर्ड आएर बस्छ, जसको प्रयोग गरेर तपाईहरुले सजिलै मेरो शेयर लगइन गरेर आईपीओ एप्लाई गर्न सक्नुहुनेछ। साथीहरू, त्यसको साथसाथै अर्को कुरा भनेको चाहिँ सीआरएन नम्बर रहेको छ। यो चाहिँ सजिलै तपाईहरुले बैंकबाट पाउन सक्नुहुनेछ र यो पनि आईपीओ आवेदन गर्दा एकदमै आवश्यक रहेको छ। साथीहरू, सीआरएन नम्बर बिना चाहिँ तपाईहरुले आईपीओ एप्लाई गर्न चाहिँ सक्नु हुँदैन। साथीहरू, अन्तिम कुरा रहेको छ तपाईहरुको बैंक ब्यालेन्स। साथीहरू, तपाईहरुको अकाउन्टमा चाहिँ आईपीओ भर्नको लागि पर्याप्त बैंक ब्यालेन्स हुनुपर्छ र बैंक ब्यालेन्स बिना चाहिँ तपाईहरुले आईपीओ एप्लाई गर्न सक्नु हुँदैन। जस्तै कि मैले 10 किताको लागि आवेदन दिन जाँदै छु र मेरो अकाउन्टमा 1000 रुपैयाँ छ र एक किताको प्राइस 100 रुपैयाँ छ भने मेरो आईपीओ चाहिँ एप्लाई हुन्छ। साथीहरू, यी सबै तयार भएपछि चाहिँ मेरो शेयरमा लगइन गरेर तपाईहरुले सजिलै आईपीओ एप्लाई गर्न सक्नुहुनेछ। साथीहरू, यस्तै शेयर बजार सम्बन्धी उपयोगी जानकारीका लागि मेरो च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक गर्न नबिर्सिनु होला। धन्यवाद।